नमस्ते सबैजनालाई। मैले अस्ति एउटा टिकटकमा पोस्ट गरेको भिडियो थियो। सबैजनाले मन पराइदिनु भयो। मैले सोचे भन्दा पनि धेरै माया पाएँ। जतिले मेरो भिडियो सेयर गरिदिनु भयो उहाँहरूलाई मेरो हृदयदेखि माया सम्मान त छँदैछ। सबैजना सेयर गर्ने मेरो आत्मीय मित्रहरूलाई, मेरो आदरणीय व्यक्तित्वहरूलाई सबैलाई सम्मान नै छ, माया नै छ। अस्तिको भिडियो बनाएपछि आफूले सोचे भन्दा अलि धेरै माया पाएँ। अस्तिको भिडियोमा माया पाइसकेपछि फेरि अब एउटा सिर्जना गर्नुपर्छ। आफूले जानेको कुरालाई लुकाउनु हुँदैन। आफूले जति सकिन्छ त्यति गर्नुपर्छ भन्ने एउटा ऊर्जा प्राप्त गरेको छु। तपाईहरुको माया, तपाईहरुको साथ सपोर्ट पाएँ भने म एउटा उम्रदै गरेको बिरुवा हुँ। मलाई हजुरहरुको मलजलको जरुरत छ। मैले भनेको बेलामा पानी पाए, मलजल पाए भने म पनि ठूलो भएर हजुरलाई फल दिन सक्नेछु। त्यो विश्वास मैले पनि लिएको छु र जतिले मलाई माया गर्नुहुन्छ तपाईहरु सम्पूर्णले पनि लिइदिनु होला। भोलिका दिनमा गएर हाम्रा मभन्दा पनि पछिका मेरा पुस्ताहरूलाई, मेरा अग्रज कलाकारको हेरेर मैले सिकेको हुँ। मलाई हेरेर कसैले पनि केही कुरा सिकोस् भन्ने मेरो चाहना छ। त्यो हुने पनि छ। तपाईहरुको सपोर्ट र मेरो चाहना, मेरो मेहनत हुन पनि सक्नेछ, हुने पनि छ, मलाई विश्वास छ। अस्ति एउटा गीत सिर्जना गरेको थिए। झरी पानी हो केलाई पिर लिन्छौ र जिन्दगी मरि जाने हो। त्यो गीत धेरै जनाले मन पराइदिनु भएको छ। कतिजना मलाई मेसेन्जरमा मेसेज गर्नु भएको छ, कतिजना मलाई टिकटकमा बोलाउनु भएको छ। म सबैसँग बोल्न पाएको छैन। अन्यथा नसोच्नु होला, म बोल्ने छु। म टाइम मिलाएर बोल्ने छु। मेरो आज म अब यो पनि बाचा गर्ने छु कि तपाईहरु सम्पूर्णलाई मेरो शुक्रबारको बसाई, मेरो छुट्टीको टाइम हुन्छ। मेरो कम्पनीको छुट्टी छ शुक्रबार। म हर टाइम एउटा सिर्जना लिएर आउने छु। शुक्रबार म हजुरलाई नयाँ सिर्जनाहरू सुनाउने छु। कस्तो लाग्छ यो कुरा हजुरलाई गरे। हामी जीवनमा कहिलेकाहीँ यस्तो भइदिन्छ। हामी नसोचेका मान्छे, नजानेका मान्छेहरूसँग प्रेम सम्बन्ध बस्छ। प्रेम सम्बन्ध बस्छ। कहिलेकाहीँ प्रेम नचाहेर पनि छुट्टिन्छ। तर प्रेम म चाहन्छु सबैको प्रेम सफल होस्। मेरो कामना पनि छ यहाँदेखि सबैजनाको प्रेम सफल होस्। कोही कतै छुट्टिएर रुन नपरोस्, कतै आँसु बगाउन नपरोस्। सबैको प्रेम सफल होस् मेरो कामना छ। मेरो हृदयदेखि सबैलाई सम्मान पनि छ। त्यस्तो नहोस् पनि भन्न चाहे सबैजनालाई। अस्तिको एउटा सिर्जनाले सबैजनाले माया गरिदिनु भयो। एकजना जसमध्ये एकजना खिमा मगर, मेरो आदरणीय दिदी मलाई कमेन्ट छोड्नु भएको रहेछ, भाइ मेरो लागि पनि एउटा गाइदिनु है भनेर। दिदीले भन्नुभयो। मैले अलिकति टाइम लाग्यो, म बिजी पनि थिएँ। मैले गीत सङ्गीतलाई अझ राम्रोसँग समय दिन पनि सकेको छैन। म ड्युटीको टाइममा हुँदा आफूलाई भने जस्तो टाइम पनि मिल्दैन। आफूले भने जस्तो सिर्जना पनि गर्न पाएको छैन। तर दिदीले भनेपछि मैले सिर्जना गर्न कोसिस गरेको छु। दिदीले यो भिडियो यदि हेर्नुभएको छ भने मलाई अझ कमेन्ट गर्दै जानु होला। दिदी सम्पूर्णले कमेन्ट गर्नु होला। म सबैका कमेन्टलाई फलो गर्दै जानेछु। मेरो सरगम राजा रिजन पेजलाई फलो गरिदिनु होला सबैजनाले। फेसबुकमा मेरो युट्युब च्यानल छ क्षितिज सरगमलाई सबैजनाले माया गरिदिनु होला भन्न चाहन्छु। टिकटकमा जोडिनु होला। मेरो नेपाल म नेपाली भनेर मेरो टिकटकमा छ। अथिश सरगम छ। सबैजना जोडिनु होला भन्न चाहन्छु। मैले आज भिडियो अलिकति लामो होला, माइन्ड नगर्नु होला, अन्यथा नसोच्नु होला। भिडियो अलिकति लामो हुन सक्छ है। अलिकति धेरै कुरा गर्दै जाँदा लामो भयो। तर कहिलेकाहीँ सम्बन्ध जोड्दै जाँदाखेरि नचाहेर पनि छुट्टिनु पर्ने हुन्छ। छुट्टिसकेपछि छुटेको मान्छेको बारेमा, उनको बारेमा या मेरो बारेमा, हामीको बारेमा, एकअर्काको बारेमा कसैले छुटेको मान्छेलाई सोध्यो भने हामीले सही जवाफ त पक्कै दिन्नौँ। के भएर छुट्यो, कसरी छुट्यो भन्दा अलिकति हामीलाई बोल्दा सकभर त छुटेको मान्छेको राम्रै कुरा गर्नुपर्छ भन्ने कुरा सिकेको छु मैले जीवनमा। मलाई मेरो बुवाले सिकाउनु भएको छ। कहिले पनि अरूको बारेमा राम्रो कुरा गर्नु हुँदैन। बरु चोर दिनेलाई
सहेर थाक्न दिनुपर्छ अरे। हो मैले त्यही गरिरहेको छु। जतिले चोट दिन्छन् मलाई उहाँहरू थाकेपछि म फेरि बोलाउने छु एकचोटि। चोट सहन मात्रै गाह्रो हो। सबैलाई त्यही नै हो, सबैले त्यही नै गर्नुहोला भन्न चाहन्छु। आज अलिकति भिडियो लामो हुनसक्छ, माइन्ड नगर्नु है। छुटिसकेपछि कसैले सोध्यो भने राम्रो कुरा कसैले गर्दैन र जुन र घामको धेरै टाढाको दूरी हुन्छ। जुन कहाँ औँसीलाई चाहिने, घाम कहाँ दिनलाई चाहिने सोचेर पनि सम्भव छैन नि त, होइन? अब जुनको बारेमा घामले उत्तर दिने कुरा भएन, घामको बारेमा जुनले उत्तर दिने कुरा भएन, सोधेर अर्थै भएन। छुटेको मान्छेलाई पनि तपाईँ या म, मेरो बारेमा कोही मान्छे मसँग छुटिसकेको छ भने उसलाई सोधेर उसले उत्तर दिने कुरा त भएन नि, होइन? त्यही भएर अलिकति थोरै आज एउटा सिर्जना गरेको छु दिदीको लागि। घामको बारे जुनलाई नसोध, मेरो बारे उनलाई नसोध। घामलाई जुनको बारेमा थाहा हुने कुरा भएन, जुनलाई घामको बारेमा थाहा हुने कुरा भएन, उनलाई मेरो बारेमा थाहा हुने कुरा भएन, मलाई उनको बारेमा थाहा हुने कुरा भएन। छोटो मिठो गीत सुन्नुहोस्, सबैले माया गरिदिनु होला। घामको बारे जुनलाई नसोध, उनी पराई भएको मान्छे हुन्। मेरो बारे उनलाई नसोध, नै उनलाई नसोध। छिया छिया परेको मन मेरो, उनलाई सोधे चर्किन्छ झन् मेरो। घामको बारे जुनलाई नसोध, घामको बारे जुनलाई नसोध, उनी पराई भएकी मान्छे हुन्। मेरो बारे उनलाई नसोध, नै उनलाई नसोध। सबैजनाले माया गरिदिनु होला। आज खिमा मगर दिदीको लागि मिठो गीत तपाईँ हामी सबैको लागि हो, तर खिमा दिदीले मलाई कमेन्ट गर्नुभएको रहेछ, उहाँको लागि विशेष है। कस्तो लाग्छ सबैजनाले कमेन्ट गरिदिनु होला। सबैलाई मेरो हृदयदेखि नमस्कार छँदैछ। सबैले माया गरिदिनु होला। मसँग टिकटकमा, फेसबुकमा, मेरो युट्युब च्यानलमा, सबै ठाउँमा जोडिनु होला। मेरो पेजमा जोडिनु होला, मेरो युट्युब च्यानलमा जोडिनु होला। मलाई टिकटकमा फलो गर्नेछु, मलाई फलो गर्नु होला, म फलो ब्याक दिनेछु सबैजनालाई है। रमाइलो गर्नुपर्छ। म समय भएछ भने अझ राम्रा राम्रा सिर्जनाहरू लिएर आउनेछु। तपाईँहरूको माया, तपाईँहरूको सपोर्ट पाएँ भने कुनै दिन तपाईँहरूलाई मेरै गीत सङ्गीतले रुवाउनेछु। त्यो बाचा गर्दैछु, गरिरहेको पनि छु, मेहनत पनि गर्दैछु। म सधैँ मेहनत गर्नेछु। बाँकी तपाईँहरूको हातमा। तपाईँहरू मेरो लागि भगवान हो। जतिजनाले मलाई माया गर्नुहुन्छ सबैजनाले मेरो भिडियोलाई सेयर गरिदिनु होला भन्दै अहिलेलाई छुट्टिन्छु। हस्, नमस्ते। फेरि अर्को मिठो गीत लिएर आउनेछु। तपाईँहरूले हेर्नुभयो, कमेन्ट छोड्नुभयो भने म गीत ल्याउने कति पनि कन्जुसाइ गर्ने छैन है त। हस्, धन्यवाद।